आज भेटेर मजा आयो है भयो ओ म जान्छु ल आज निस्किन्छु ल पर्सि भेटौँ न त ल हुन्छ ओके टेक केयर हुन्छ बिस्तारै ल बिस्तारै जानु ल लभ यु टु साथी हैन हजुर। ल साथीसँग बस्दै गर्नु ल हुन्छ बाइ बाइ बाई बाई ओइ ह होइन हौ तेरो बोयफ्रेन्ड चाहिँ हो बोयफ्रेन्ड उयो है न लुक छ न ड्रेस अप सेन्स छ के खालको बोयफ्रेन्ड बनाएको त्यस्तो बोयफ्रेन्ड नबन हौ छ्या छोडे त्यही त तैँले यति पुरानो घडी किन लगाएको अहिले त फेसन फाल्दैछ त घडीको हुनु त पुरानै हो मलाई दिएन अन्त अब कहाँ हुन्छ हौ हुनु त यो पुरानो घडी हो तर यसमा मेरो धेरै इमोसनहरू जोडिएको छ मलाई यो सानै हुँदाखेरि आमाले दिनुभएको थियो यो घडी मात्र होइन मेरो आमाको माया हो र यसलाई म सधैँभरि जोगाएर राख्नेछु याद रहेछ त हो त्यस्तै हो लुक्स म्याटर गर्दैन बुझ्यौ उसँग पनि मेरो थुप्रो इमोसन्सहरू जोडिएको छ लुगा त उसले जेसुकै लगाइहाल्छ नि आज पुरानो लगाएको थियो नि भोलि उसले नयाँ पनि लाउनु सक्छ तर उसको मन त राम्रो छ नि त नाथेर यो पुरानो घडीमा चाहिँ इमोसन्स छ भने मान्छेसँग इमोसन्स हुँदैन तेरो पनि सोच्दा ठिक छैन रहेछ तँलाई मैले राम्रो साथी सम्झेको थिएँ जा तेरो र मेरो दोस्ती खतम आजदेखि तो क्या चीज है ये लफ्जों में बताना मुश्किल है